साह्रै हरन लाउनु भन्छ दिदीले त। सो साथीहरु भारी चाहिँ हालिसकियो, अब सकिन्छ सकिँदैन। यस्तो दामी भारी बनाइदिरहेको छु रहनु हिँड्दैन यार, लानुपर्ने हुन्छ। हामी पनि आइपुगिसक्यौँ। सो हेलो एभ्रिवान, वेलकम टु न्यू ब्लग। आजको मेरो नयाँ ब्लगमा स्वागत छ। आई होप कि तपाईहरु पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै आरामले नै छु। अनि आज पनि हामीले हिजोको जस्तो बाकल ल्याएर दाउरा सौरा काट्नुपर्ने छ, काम ड्युटी। अनि कहिले फुर्सद पनि भएन। अनि कोरियामा यार छुट्टी पनि कहिले हुँदैन यार कामबाट। मकै छरिसकेर चाहिँ छुट्टी भनेको त लस्करै काम थुप्रिरहेछ, त्यही भएर गर्नुपर्ने हुन्छ हामीले साथीहरु हैन। अनि त्यस्तै छ, अब काम त गर्नु परि नै हाल्यो। अनि आज चाहिँ बाकल बोकिसक्नु भनेको, सक्नु त सक्छ, त्यो सकेर के हुन्छ भन्ने कुरो थम्बनेल र हाइलाइट त तपाईहरुले हेरेर थाहा पाइसक्नु भयो होला। अब हामी चिया खाएर चाहिँ एक ट्रिपको लागि हाम्रो दुईजना गाडी ट्रक ड्राइभरहरू जानुपर्ने हुन्छ। आज चाहिँ फेरि सधैँ चाहिँ 3 जना हुन्छ, आज चाहिँ 2 जना मात्रै छ हामी। अब कस्तो हुन्छ 2 जनाको आजको दिन भनेर मेरो फुल भिडियो हेरिदिनु होला। हामी चाहिँ यात्रा सुरु भयो हाम्रो चाहिँ। अनि यो पनि एउटा मेरो सब नै हो, सब त हैन, यो को हो म यसलाई चिन्दिनँ। अनि त्यसो हाम्रो काम चाहिँ गरेकै काम पनि सकिँदैन कहिले। यसो अब कहिले घुमघाम गर्नुपर्ने, एकछिन घुमघाम गर्ने ठाउँ पनि छैन अहिले हालसाल। अनि अब आज 2 जना एउटा हाँगा चुट्टेर घरमै कपडा धुने भनेर बसिरहेछ। यहाँ चाहिँ 2 जनाले बाकल बोकिसक्नु पर्ने नै हुन्छ। तर यही ट्रिप हो, यो ट्रिपमा उठ्छ भन्ने हामीलाई आश लागिरहेछ। तर भारी चाहिँ अब डरै बोक्नुपर्ने हुन्छ। त्यसो त हिजो पनि जिउ गरिरहेछ, तर बोकेको गर्नुपर्छ, आनन्द हुन्छ, मजा आउँछ आउनु चाहिँ। मेरो यो भ्लगमा भ्युज नआउँदा पनि साह्रै रमाइलो पो लाग्छ त मलाई त। भिडियो बनायो, बोल्यो, एक्लै हिँड्यो, मजा छ गाउँघरमा। अब हामी यहाँ पो मेल पो कस्तो राम्रो भएको रहेछ। अब पुग्नु हामीलाई 15 मिनट लाग्छ, त्यस्तै होला। आधी घन्टाको बाटोमा काटेर यिनीहरूले मलाई मारेको छ कि। त्यसो त बाटोहरू पनि देखिसक्नु भयो होला। अनि अब देख्नुपर्ने नै हुन्छ। यता चाहिँ यस्तो छ, अनि यो चाहिँ यसरी हिँड्दैछ। अब यतै त तर बाकलै हराएको छ क्या हाम्रो चाहिँ। बाकल चोरी भएको छ जङ्गलमा, त्यही भएर हामीले छिटो यत्रो चाहिँ अब मलाई चाहिरहेछ क्या। अब यो यत्रो फेरि लाएर काट्नुपर्ने। अब कहिले आउँछु म आउनु चाहिँ, किनभने म यो पाल कोरिया खोल्दैछु। टमाटरको थाङ्ग्रा चाहिँ यहाँ डरै देखिरहेको छु हैन। त्यस्तै हो, पहिला हेरौँ न। अनि हामी चाहिँ जङ्गलमा अब आइसकेको छौँ। अब बाकल भोकमा भेट्नुपर्ने हुन्छ। अब यो लानुपर्ने हुन्छ। हामी पनि आइपुगिसक्यौँ हैन। अब यहाँ बाकलको अनुसन्धान हुँदैछ। एक ट्रिपमा उठ्छ उठ्दैन भन्ने कुरो जिज्ञासा यहाँ उठिरहेछ। यसरी मायालुहरू यसरी लुकिरहेछन्, बिजोग छ। अनि यता माथितिरको दृश्य नदेखौँ, हेरिहाल्नुहुन्छ भने यस्तो छ। अब एकचोटिमा उठाउनु पर्ने भारी भयो त। यहाँको अन्त उठ्छ जस्तो छ। अन्त
सो साथीहरु भारी चाहिँ हालिसकियो अब सकिन्छ सकिँदैन टन्नै छ अब इस अनि अर्को पनि बनिँदैछ पर्खिनु पनि पर्ने हुन्छ यता काठमा हाल्नु कि नाम्लो बनाउनु भन्दैछु अनि म नाम्लो बनाउँछु भन्ने प्लान छ साथीहरु के भयो मिलेन अनि बुन्दैछस् त अनि एउटाले नै वरिपरि बुन्दैछस् त ल ठिक छ त्यो अगाडि आएन नि त प्रब्लम त्यहाँ छ हामीसँग यतिखेर चाहिँ ठक्कसँगले लगेर अनि हिँड्दै गर्नुपर्ने हुन्छ साथीहरु हामीले चाहिँ मलाई चाहिँ क्यामेरामा भाइले सपोर्ट गरिरहेको थियो मलाई चाहिँ बोक्नु एकदम साह्रो परिरहेछ साथीहरु अनि के गरौँ अब बोकेर हिँड्नै पर्ने हुन्छ उठ्नु पनि गाह्रो परिरहेछ अलिक धेरै हालिएछ क्या रेलामा भारी चाहिँ अब हामीले हिँड्नुपर्छ अनि अब हिँडियो साथीहरु घरतिर यसरी बोकेर हाम्रो यहाँनिर एउटा चाहिँ फेरि हल थपिनु खोज्यो अघि चाहिँ थिएन कपडा सपडा धुन्छ भनेकै थिएँ मैले सो धोइसकेर नि सघाउनु अनि यहाँ चस्मा पनि सिसा बेगरको चस्मा बोकेर दुईजना लु त कस्तो रे लु हाङ्गु क रे सेट त्यस्तो हाङ्गु क त म त जान्दिनँ त सीधा कुरा गर सीधा कुरा गर्नु पर्छ तैले पर माथि भेट्नुपर्छ साथीहरु अनि हामी चाहिँ अन्तिम भारी हो फाइनल सकाइयो पनि बोकेर अब हामी हिँड्नु पर्ने हुन्छ अघि पनि साह्रो पर्यो यो पटक पनि गाडगुडले लिनै पर्ने कुरा रहेछ अब हामी हिँड्नुपर्छ साथीहरु हामी लाग्यौं के गर्ने यस्तै छ गाउँघरको ब्लग आज पनि कस्तो भयो के कसो भयो अब राम्रै भयो काम चाहिँ